आज हामी बुझ्नेछौँ युकेको बारेमा। युकेको चाहिँ अल्दो 99% सम्म पनि भिजा लाग्ने चान्सेस हुन्छ भने आजभोलि चाहिँ भिजा रिजेक्सन बढिरहेछ। त्यो चाहिँ के कारणले हो त? सो युकेको भिजा नलाग्नु चाहिँ मेन 3वटा कारण छ। फर्स्टमा त एप्लाई गर्नेदेखि लिएर नै हुन्छ। सो स्टुडेन्टहरूले एसओपी त लेखेको हुन्छ होइन, तर त्यो एसओपीमा उनीहरूले के लेखा छ नि थाहा हुँदैन। प्लस उनीहरूको चाहिँ कोर्सेस अनि करिकुलममा चाहिँ के छ पनि उनीहरूले चाहिँ राम्रोसँग बुझेकै हुँदैन के, त्यो त थाहा हुनु पर्यो नि त होइन। अब कति स्टुडेन्टलाई त झन् युनिभर्सिटी नै कुन लोकेसनमा छ त्यो पनि थाहा हुँदैन, त्यो चाहिँ प्रपर लोकेसन पनि थाहा हुनु पर्यो। सेकेन्ड भनेको चाहिँ स्टुडेन्टको अफर लेटर आउँछ। कन्डिसनल अफर लेटर आएपछि चाहिँ प्रिकास्ट इन्टरभ्यू दिनुपर्छ। प्रिकास्ट इन्टरभ्यूलाई चाहिँ स्टुडेन्टहरूले चाहिँ सिरियसली नै नलिदिने पनि हुन्छ कि, सो यो इन्टरभ्यूलाई चाहिँ उनीहरूले सिरियसली लिँदैन भयो। थर्ड अनि मेन रिजन भनेको चाहिँ उनीहरूलाई चाहिँ युकेबिआई हाई कमिसनबाट कल आउँछ होइन। कुनै स्टुडेन्टलाई नआउन नि सक्छ तर आइरहेको हुन्छ। सो त्यो केसमा चाहिँ अब सर्टेन टाइममा चाहिँ उनीहरूले के क्वेसन सोध्छ त, त्यो सबै क्वेसनको चाहिँ एन्सरहरू उनले दिन सक्नु पर्यो नि त होइन। त्यो एन्सरहरू दिन नसक्दा पनि उनीहरूको चाहिँ भिजा नलाग्ने चान्सेस हुन्छ, किनभने अब उनीहरूलाई त त्यही एसओपीमा के छ होइन, अकोमोडेसनदेखि लिएर कसरी जाने सबै कुरा थाहा हुनु पर्यो नि त। हामीले यो भिजा अब किन चाहिँ लाग्दैन त भनेर मेन रिजन चाहिँ हामीले बुझिसक्यौँ र यसको सल्युसन भनेको पनि वान एन्ड ओन्ली सल्युसन हो, इन्टरभ्यू प्रिपेरेसन राम्रो हुनु पर्यो। सो इन्टरभ्यू कहाँ प्रिपेयर गर्ने त, कसले गराउँछ भन्ने कन्फ्युजनमा हुनुहुन्छ भने प्लिज भिजिट ग्लोबल इन्साइट फर बेटर काउन्सिलिङ एन्ड सेक्युरिङ योर भिजा।